ओहो उथलै भयो होला। त्यो पनि जस्तो म त्यहाँ इन्ट्री हुँदा मैले सोचेको थिएँ नि यस्तो होला भने त्यो पनि त्यो सोचेकै थिएन। अब हामीले त कति 15 मिनट अगाडि थियो होला हाम्रो एक्ट आउनुभन्दा अगाडि हामीले त उइसुको कुराहरू स्क्रिप्टै चेन्ज भयो नि दाजुभाइले यसो गरौँ न त भन्दा सम्झिला त सम्झिहाल्छ नि भनेर त स्पोन्टेनियसली त्यहाँ गएर मात्रै सिधै प्र्याक्टिस नै गर्नु नभए त्यहाँ गरियो। अझ हाँस्नु भन्दा त्यो पाटै नभन्ने हाँस्यो भने होइन अगाडि बढाउनु भन्ने थियो। ओहो त्यो पनि मजा आयो त्यो। त्यसपछि त्यो दिन मेसेज रिक्वेस्ट कतिवटा थियो तपाईँलाई पशुपति शर्मा बनेको दिन? फोन यति आयो नि मैले त्यो दिन फेरि फोन पनि उठाएँ मलाई थाहा थियो त्यो तारिफै आउँदैछ तारिफै भनेर थाहा पाएँ कि धेरैजनाको होइन म बिजी हुँदा पनि जस्तो म भोलि गर्छु उहाँलाई कल ब्याक भनेर म खास रेकर्डिङमै थिएँ राति 12-1 बजी पनि म एरेन्जर भाइसँग रेकर्ड गर्दै थिएँ मुडमा थिएँ एकछिन पछि ट्याक्क गरेर फोन उठाएँ युएसदेखि धेरैजना 2-3 जनाको फोन आयो कतिजनाको कलहरू नै त्यो आउँदैछ भने थाहा पाएर बोल्दा बोल्दै अनि धेरैजनाले तारिफ गर्नु चिन्दै चिनेन पशुपतिको सिडीको भने त्यस्तो आयो नि म त अहिले पनि त्यो ज्युस दरबारको वान अफ द बेस्ट भएको हो त त्यही भन्छन् त्यो इतिहास बन्यो के त्यो अब त्यो सोच्दै नसोची भयो त्यो त्यस्तो राम्रो होला अनि हामी सोचेको थिएनौँ सधैँ जस्तै युजल्ली हाम्रो एउटा जिम्मेवारी हो सक्नु पायो तपाईँले सोच्नु भएको थियो होइन अब दिनमा 2टा सुट हुन्छ एउटा त सक्यो अर्को सक्नु पायो भन्ने हुन्छ नि त। ओहो तर हामी जस गजबै भयो मलाई चाहिँ कति बेला उस लाग्छ भने जब गेटअप लगाएर बस्यो नि हल्का अब मिल्यो भने चाहिँ ल ठ्याक्कै थाहा हुन्छ क्या त्यो बेला चाहिँ। अनि जब तपाईँ पशुपति शर्मा दाईको लुक्स बनायो त्यस पछाडि तलै 2 देखिसक्यो मेरै भाइहरू झुक्किएछन् जस्तो आयो नि त के अब तपाईँ पशुपति दाई भनेको पनि मेरै भाइ देखिरहेको थियो मलाई वर्ष देखेको मेरो भाइ नै झुक्कियो भने अनि मलाई कन्फिडेन्ट आयो क्या त्यो ट्याटु बनाउने कुराहरू आहा मेहनत थियो सबैको थियो त्यहाँ गजब लाग्यो। तपाईँको त्यो जुन क्यारेक्टरप्रति अझ तपाईँ आफै पनि मेहनत गरिरहेको हुन्छ नि जस्तो क्यारेक्टरलाई यो कुराहरू सानो सानो जस्तो अझ त नाजिर दाई आउँदाखेरि तपाईँ नाजिर दाई आइसके पछाडि कपडा हेरेर त्यस पछाडि त्यही अनुसार कपडा मगाएको त्यो वाला मेहनत चाहिँ क्यारेक्टरमा बनाउने मेहनत चाहिँ तपाईँको आफ्नो इनपुट एकदमै मजाको छ त्यो कुरामा। मलाई त्यो मन लाग्यो क्या त्यहाँ सबै अब कति दुःख गरेर त्यो सोचेकै थिएन कमेडीद्वारा यस्तो होला भने त कति राम्रो सोहरू त्योभन्दा राम्रो सो आइरहेको थियो। अनि अर्को कुरो त्यहाँ जाँदा मैले मेहनत गरेँ भने केही त राम्रो हुँदो रहेछ भन्ने भएपछि म आफूलाई पनि त्यहाँ ल यो यहाँ चाहिँ कमेडीद्वारा योग्य छ भन्ने बनाउने वातावरण चाहियो। अनि अर्को तपाईँ मनोज दाई पनि भन्नुभयो भने कपाल फाल्यो यार त्यस्तो माया गरेर राखेको कपाल फाल्यो कसम कति लामो दामी कपाल थियो होइन। अनि मनोज दाई बन्ने भनेको यति एक्साइटेड हुनुभयो कि फाइनली अब कमेडियन बनिने भयो भन्ने लाग्यो होइन के कपाल काट्नुभयो। अनि केही न केही त देखाउनु मनोज दाइले पनि भन्नुहुन्थ्यो नि त जस्तो अब बोली नआए पनि हाउभाउ र केही लुकलाई पनि त कमेडी केही त बन्न सक्यो नि त गजब भयो। सुरज सिंह ठकुरी दाई भन्नुभयो त्यो पनि त्यतिकै अलराइट भनेको त्यो कस्तो राम्रो भइरहेको त्यो पनि बिहान अलराइट बिहान हेरेँ यसो हेरेको धेरै जसो उहाँले अलराइट भन्नुहुँदो रहेछ होइन मान्छेको बानी हुन्छ क्या चाहिँ भन्ने हुन्छ कसैको है भन्ने कसै त्यस्तो मान्छे उहाँको अलराइट चाहिँ मैले कमन पाएँ कि त्यो मेन भनेको चाहिँ क्यारेक्टरलाई रिसर्च गर्नु थाल्नु भयो नि त क्यारेक्टरमा के चाहिन्छ भन्ने त्यो कुरा रिसर्चवाला आइडिया भइदियो त्यो एउटा प्लस पोइन्ट सिकायो होला। ओहो आफूलाई बेस्ट लागेको क्यारेक्टर कुन छ दरबारको अहिलेसम्म? मैले त्यही त पशुपति शर्मा त त्यो जस्तो त कहिले होला र त्यो जस्तो डिट्टु त कहिले मिला त्यो आफै मिल्दै गयो सबैले भन्छ नाचेको मिलेको छ अरे कपडा मिल्यो अरे ज्यान मिल्यो अरे त्यतिखेर मैले घटाएको थिएँ ज्यान अनि अब बोल्ने शैली मिल्यो अरे स्याङ्जाले गीत गाउँदा समेत मिल्यो अरे क्या गीत गाउँदा समेत टोन मिल्यो अरे पशुपति दाइसँग अनि त्यो स्याङ्जाले टोन निकाल्दा डर लागेको थियो अब बुढाले बिताउने भयो भन्ने लागिरहेको थियो मलाई होइन तर भइदियो तर दामी भइदियो जस्तो किनभने त्यो बुक ल्यान्ड हुँदैन कि ढिलो होला कि के होला कि जस्तो लागेको थियो क्या फम्बल हुन सक्थ्यो नि त अनि तर जस्तो राम्रो पुल भयो अनि जब सिडी दाइ छिर्नु भयो इन्ट्री त्यस पछाडि ढुक्क त्यो भगवान्ले कृपा गर्नुभएको थियो कुनै त्यो ठ्याक्कै टाइमिङहरू हरेक कुराहरू मिलिँदाखेरि मजा आइन्छ त्यो एकदमै